जोजोलोपा नमस्कार। म राजेन्द्र श्रेष्ठ, मध्यपूर्व थिमीवासी। म पेशाले सिभिल इन्जिनियर र रुचिको आधारमा भन्दाखेरि म यो भाषा, संस्कृति, लिपि, साहित्य, गायन लगायतको क्षेत्रमा रुचि राख्दछु। त्यही सिलसिलामा मैले आफूले होस सम्हालेदेखि संलग्न भएको बिस्का जात्रा र त्यसपछि केही यसबारे जान्नुपर्छ, बुझ्नुपर्छ र बुझाउनुपर्छ भन्ने अनुभव भइसकेपछि गरेका अध्ययनहरू, यस सम्बन्धी गरेका अध्ययनहरू, अनुसन्धानहरूको आधारमा मध्यपूर्व थिमी नगरपालिकाभित्र सञ्चालन हुने बिस्का जात्राको सम्बन्धमा यहाँलाई केही जानकारी गराउने उद्देश्यले आज म यो बाखस स्टुडियोमा उपस्थित छु। आशा छ आजको यो बसाइमा मैले यहाँहरू समक्ष साझा गर्न खोजेको जानकारीहरू तपाईँहरूको लागि चाहिँ जो बिस्का जात्रा सम्बन्धी जान्नको लागि इच्छुक हुनुहुन्छ उहाँहरूको लागि चाहिँ उपलब्धिमूलक हुनेछ भन्ने मलाई आशा लिएको छु। सुरु गरौँ यो बिस्का जात्राको कुरा। यो बिस्का जात्राको कुरा गर्दाखेरि सायद यो मध्यपूर्व थिमीवासी सम्पूर्ण व्यक्तिहरूको जीवनसँग अत्यन्तै नजिक अथवा अत्यन्तै घनिष्ठ सम्बन्ध राख्ने एउटा पर्व हो। भनिन्छ हामी यसलाई चाहिँ दसैँपछिको ठुलो चाडको रूपमा पनि मनाउँछौँ र यो जात्रा, यो बिस्का जात्रा यो पर्व मात्रै नभइकन एउटा चाहिँ उत्सवको रूपमा पनि हामीले यसलाई चाहिँ मनाइरहेका छौँ। संजोगले यो विक्रम सम्वत अनुसारको नयाँ वर्षको सुरुवातसँगै मनाउने गर्छौँ। यद्यपि यो नयाँ वर्षसँग यसको त्यति ताद्यमता छैन, म यसमा आउँला। भने यो बिस्का जात्राको कुरा गर्दाखेरि मैले आफ्नो अनुभवहरू यहाँहरूसँग राख्न चाहन्छु। त्यसमा दुईटा पक्षबाट राख्न चाहन्छु, मेरो आफ्नो व्यक्तिगत अनुभव र मैले यो जात्रा सम्बन्धी अध्ययन गर्ने क्रममा विभिन्न व्यक्तित्वहरू, स्थानीय व्यक्तित्वहरू बाहेक यो कला संस्कृतिसँग आबद्ध भएर रहनुभएका विद्वानवर्ग लगायतसँग गरेको छलफल, त्यसपछि बिस्का जात्रा सम्बन्धी विभिन्न अभिलेखहरू, विभिन्न सामग्रीहरू, विभिन्न प्रकाशन भएका पुस्तकहरू अध्ययन गरेर यसमा जानकारीहरू सङ्कलन गरेको छु। त्यो सम्पूर्ण कुरालाई चाहिँ म यहाँसम्म प्रस्तुत गर्न चाहन्छु। बिस्का जात्रा मलाई जहाँसम्म याद छ म 6-7 वर्ष हुँदादेखि यो जात्रामा संलग्न भएर आएको छु र त्यहाँदेखि अहिले म उमेरले पनि 50 नागिसकेको छु भनेपछि करिब यो 40-45 वर्षको दौरानमा कुनै पनि दिन यस्तो छैन कुनै पनि वर्ष यस्तो छैन जुन समयमा म बिस्का जात्रामा संलग्न भएको छुइनँ। हरेक वर्षको जात्रामा म संलग्न हुने गर्छु। जुनै पनि प्रकारको काम छोडेर यो जात्रामा संलग्न हुने गरेको छु, किनभने यो संस्कृतिप्रतिको मेरो लगाव मात्रै होइन, त्यो जात्राको यो एउटा आकर्षण पनि हो। यो अत्यन्तै आकर्षक पनि छ, जसले गर्दाखेरि हामी सबैलाई चाहिँ यसमा संलग्न हुनको लागि चाहिँ आतुर बनाउँछ, आकर्षण गर्छ। यद्यपि अब यो वर्ष मेरो आफ्नै पारिवारिक कारणले म जात्रामा संलग्न हुन पाउँदिनँ होला, तर पनि यो सम्बन्धी यहाँ बाखना स्टुडियोमा आएर यहाँसँग सेयर गरिराख्दाखेरि म सम्झिन्छु त्यो बाल्यकालको समय, जुन बेला म भर्खर 6-7 वर्ष 7-8 वर्षको हुँदो हो। त्यो बच्चा पनि निष्फिक्री निश्चिन्त भएर कुनै डरको महसुस नगरिकन जात्रामा संलग्न हुने गरेको छु। त्यसले के देखाउँछ भने यो जात्रामा जुन मानव सागर उर्लिन्छ, जुन जात्रामा एक खालको सहभागिताहरूको ठुलो समूहहरू छ, त्यो भित्र पनि हामी अत्यन्तै सौहार्दपूर्ण तरिकाले, अत्यन्तै रमाइलो तरिकाले सहभागी हुन सक्छौँ भन्ने चाहिँ यसले प्रमाणित गर्छ। मसँग आउने साथीहरूले पनि सेयर गरेको छ, म आफैसँग पनि, कि यो जात्रा हेरिसकेपछि यति ठुलो जमातमा पनि, यति ठुलो भिडमा पनि हामी यति निश्चिन्त भएर साना साना नानीदेखि 70 वर्ष माथिका
बुढ्यौलीका हाम्रा ज्येष्ठ नागरिक समेतको सहभागिताले यो जात्रा अत्यन्तै सुन्दर मात्रै होइन, अत्यन्तै सुरक्षित र अत्यन्तै सौहार्दपूर्ण छ भनेको प्रमाणित गर्दछ। भने जुन बेला जात्रामा सहभागी हुन जाने त्यो बेलादेखिको अनुभवले कुरा गर्दाखेरि त्यो बेला चाहिँ विशेष गरी केटाहरू अथवा पुरुषहरूको मात्रै संलग्नता हुन्थ्यो जात्रामा भने पछिल्ला समयमा आएर अहिले यो पुरुष र महिला बीचको भेड रहेको छैन। सबै समूहका, सबै वर्गका, सबै पुरुष महिलाहरू यो जात्रामा संलग्न भएको पाइन्छ। यद्यपि जात्राको इतिहास खोतल्ने हो भने जात्राको संस्कृतिसँग जोडिएका विभिन्न पक्षहरूको अध्ययन गर्दाखेरि यो जात्रा अत्यन्तै समावेशी जात्राको रूपमा हामी लिन सक्छौँ। नेवार समुदायभित्र पेसाको हिसाबले समग्र नेवार समुदायलाई विभिन्न थरमा, विभिन्न जातमा विभाजन गरिएको पाइन्छ। तर त्यो त्यसरी विभाजन गरिएको त्यो जात पेसाको आधारमा हो र त्यो पेसालाई सम्मानित गरेर यो बिस्का जात्रामा, मध्यवर्तीमा सञ्चालन हुने बिस्का जात्रामा ती सम्पूर्ण जात जाति र सम्पूर्ण समुदायको संलग्नतालाई सुनिश्चित हुने गरिकन त्यही अनुरूपको त्यो उहाँहरूले अपनाउँदै आएको परम्परागत पेसा अनुरूपको जिम्मेवारीहरू दिएर उहाँहरूलाई संलग्न गराइएको हामी पाउँछौँ। उदाहरणको लागि बिस्का जात्रामा अहिले बालकुमारीकै कुरा गरौँ। बालकुमारी जात्रा गर्नको लागि जुन बालकुमारीको मूर्ति निकालिन्छ, त्यो निकालिसकेपछि त्यो दृष्टि खुलाउने भनिन्छ। त्यो दृष्टि खुलाउने काम एउटा चित्रकारितासँग सम्बन्धित, चित्रकारिता कलासँग सम्बन्धित भएको भएर स्थानीय चित्रकार समुदायलाई त्यो जिम्मेवारी दिइएको छ। त्यस्तै गरी त्यो पूजाको लागि चाहिने विभिन्न सामग्रीहरू लगायत विभिन्न भाँडाकुँडा, माटोको भाँडाकुँडाहरू चाहिन्छ भने ती भाँडाकुँडाहरू स्थानीय प्रजापति समुदायले चाहिँ उपलब्ध गराउनुपर्ने नियम अझै पनि छ। यसले के देखाउँछ भन्दाखेरि यो जात्रालाई चाहिँ सबै समुदायको आफ्नो जात्रा हो भन्ने त्यो महसुस गराउनको लागि चाहिँ यो समावेशी जात्राको रूपमा सञ्चालन गरिएको पाइन्छ। र त्यो बिचमा एउटै चाहिँ अभाव जस्तो देखिन्छ, त्यो भनेको पुरुषहरू मात्रै जात्रामा जाने अनि महिला वर्ग अथवा केटी साना नानीहरू उहाँहरू चाहिँ जात्रामा जान नपाउने अथवा नजाने त्यो भइरहेको थियो भने पछिल्ला समयमा यो भेड पनि हटिएको छ। अहिले के महिला के पुरुष सबै खालको समुदायहरू यो जात्रामा संलग्न भएर यसमा सहभागी भएको पाउँछौँ हामी। यो जात्राको अलिकति इतिहासको बारेमा यहाँलाई कुरा गरौँ। यो जात्रा कसरी सुरु भयो भन्ने कुरामा यो बारेमा कुरा गर्दाखेरि यो बिस्का जात्रा मुख्यतया सम्बन्धित दुईटा कुराहरू यहाँ राख्न चाहन्छु। एउटा त केही किम्वदन्तीहरू छन्, जुन किम्वदन्ती यहाँले पनि कुनै बेला कतै सुनेको पनि हुनसक्छ, तर त्यो किम्वदन्ती मात्रै यथार्थ होइन। त्यो किम्वदन्तीलाई पुष्टि गर्ने अरू आधार नभएको हुनाले त्यो किम्वदन्तीमा मात्रै हामी आधारित भएर बिस्का जात्राको इतिहासलाई चाहिँ व्याख्या गर्न सक्दैनौँ। अर्को भनेको विभिन्न अभिलेखहरूबाट प्राप्त विभिन्न जानकारी विवरणहरूको आधारमा यो बिस्का जात्राको इतिहास सम्बन्धी हामी कुरा गर्न सक्छौँ। सबभन्दा पहिला किम्वदन्तीको कुरा गरौँ। बिस्का जात्रा कसरी सञ्चालन भयो भन्दाखेरि यो बिस्का नामै पनि आफै कसरी भयो भन्ने क्रममा चाहिँ यो बिस्का शब्द चाहिँ बिसात अथवा बिसाना भन्ने शब्दबाट परिमार्जन भएर बिस्का भएको भनेर भन्ने गरिन्छ। र त्यो बिसानाको अर्थ किन बिसाना जात्रा अथवा बिसाका जात्रा भन्यो भन्ने क्रममा चाहिँ एउटा किम्वदन्ती छ। जुन किम्वदन्ती अनुसार चाहिँ कुनै बेला एउटी राजकुमारी जसको बिहा भइसकेपछि बिहा भएको पहिलो रातमै उक्त राजकुमारीसँग बिहा गर्ने वरको अथवा दुलाको मृत्यु हुने गर्दथ्यो। यो क्रम प्रत्येकचोटि दोहोरियो, मृत्यु भयो, फेरि अर्को बिहा भयो, फेरि त्यसरी नै मृत्यु भयो त्यो वरको, त्यो दुलाको। यो क्रम यसरी बढ्यो कि त्यहाँ एउटा परम्परा जस्तै भयो कि उहाँसँग बिहा गरेपछि त्यसको भोलिपल्ट राजकुमारको मृत्यु हुन्छ, त्यसैले त्यसको शव उठाउनुपर्छ भनेर त्यहाँको स्थानीयहरू तयार भएर बस्ने। एक क्रममा एकजना व्यक्ति जो अलिकति आँटिला र अलिकति सुझबुझ भएको व्यक्तिले बिहा गर्छ र गएर
के रहेछ भनेर बडो चाहिँ त्यो उत्सुकतापूर्वक, बडो चाहिँ धैर्यतापूर्वक, बडो आँटका साथ ऊ चाहिँ ननिदाइकन निदाएको अभिनय गरेर बसिरहेको बेलामा रातमा राजकुमारीको नाकको पालबाट दुईटा सर्प निस्किँदो रहेछ। त्यो निस्केको सर्पले तोकेर त्यो दुलालाई तोकेर मार्दो रहेछ। त्यसै क्रममा त्यो बसिराख्दाखेरि त्यसरी नै सर्प निस्क्यो र त्यो सर्प आएर उसलाई तोक्न आउँदा त्यो बेला चाहिँ ऊ त्यो आँटिलो त्यो दुलाले चाहिँ तरवार निकालेर ती सर्पलाई चाहिँ त्यो दुईटा सर्पलाई चाहिँ मारिदिन्छ। र भोलिपल्ट बिहान सधैँ चाहिँ त्यो समुदाय चाहिँ अब दुलाको लास उठाउनुपर्छ भनेर आइराख्दाखेरि ढोका खोलेर दुला त जिउँदै निस्किन्छ। सबैजना अचम्म भयो, के भयो भन्दाखेरि उसले सबै वृत्तान्त सुनाउँछ। राति म यसरी सतर्कतापूर्वक बसिराख्दाखेरि नाकको पालबाट, राजकुमारीको नाकको पालबाट दुईटा सर्प निस्क्यो र मलाई तोक्न आयो। मैले चाहिँ यो खुकुरीले र यो तरवारले त्यो सर्पलाई चाहिँ मैले वध गरेँ। सर्पको अहिले त्यो वध गरेको सर्प यहीँ छ भने देखाउँछ। सबैजना खुसियाली, किनकि ठुलो सङ्कट अहिले निवारण भयो, ठुलो सङ्कटको निवारण भयो। त्यो साथै एउटा उत्साहपूर्वक एउटा जात्रा सञ्चालन गरियो र त्यसरी जात्रा सञ्चालन गर्ने क्रममा चाहिँ त्यो मरेको जुन सर्प छ त्यो सर्प दुईटालाई चाहिँ त्यसको प्रतीक स्वरूप एउटा ठुलो योसीमा अथवा त्यो ठुलो त्यसलाई झुन्ड्याएर त्यसलाई प्रदर्शन गरेर जात्रा मनाइयो। जसले गर्दाखेरि बी अर्थात् बी भनेको सर्प, साना भनेको मारेर बिसाना जात्रा भने सर्प मारेको उपलक्ष्यमा बनाइएको जात्रा भन्ने अर्थमा बिसाना जात्रा भन्ने नामाकरण गरियो र पछि यही शब्द चाहिँ बिस्का भयो भन्ने खालको किंवदन्ती पाइन्छ। यसो हेर्दाखेरि यो किंवदन्ती रमाइलो त छ, तर विभिन्न अभिलेखहरू, ऐतिहासिक जानकारीहरूले यसलाई पुष्टि गर्दैन। एउटा त अहिले त्यो योसीमा जुन झुन्ड्याइने दुईटा पता छ अथवा पटाका छ त्यो सर्पको प्रतीक हुँदो हो त त्यसमा सर्प जस्तो देखिने गरी केही सङ्केत हुनुपर्ने हो, तर त्यस्तो छैन। त्यो पतामा हामीले हेऱ्यौँ भने, त्यो ध्वजामा हामीले हेऱ्यौँ भने अष्टमातृका कुँदिएको छ, अष्टमातृको चित्र लेखिएको छ। यसबाट पनि सजिलै के बुझ्न सक्छौँ भन्दाखेरि त्यो पता जुन सर्पको प्रतीक हो भनिन्छ त्यो वास्तवमा सर्पको प्रतीक हो कि होइन भन्ने कुरा हामीले सोच्नुपर्ने चाहिँ हुन्छ। दोस्रो कुरा, अब यो बिसाना जात्राबाट बिस्का भएको मान्य हो भने यो बी को अर्थ सर्प र सानाको अर्थ मारेर भन्ने जुन भाषा शब्द छ यो नेपाल भाषाको शब्द हो भने यसको इतिहास यो नेपाल भाषासँग मात्रै जोडियो अथवा यसको इतिहास यो नेपाल भाषा आधिकारिक भाषाको रूपमा अथवा स्थानीय भाषाको रूपमा प्रयोग हुँदाखेरिको समयलाई मात्रै यसले इतिहासको रूपमा गर्ने भयो। तर अन्य अभिलेखसँग हामीले दाँजेर हेर्ने हो भने यो बिस्का जात्राको इतिहास लिच्छविकालसम्म पुग्छ। बिस्का जात्रा लिच्छविकालदेखि नै प्रारम्भ भएको, सुरु भएको एउटा अत्यन्तै महत्त्वपूर्ण जात्रा हो भन्ने कुरा चाहिँ देखिन्छ। यस क्रममा सबभन्दा पहिला हामीले हेर्न सक्छौँ लिच्छविकालमा विभिन्न समयमा विभिन्न राजाहरूले ध्वजारोहण गर्ने परम्परा बसालेको पाइन्छ। त्यो ध्वजारोहण गर्ने परम्परा भनेको एउटा वीरताको प्रतीक स्वरूप कुनै राज्यसँग अथवा कोहीसँग लडाइँमा वीरता प्राप्त गरे भने पनि झण्डोत्तोलन गर्ने परम्परा छ। चाँगुनारायणमा जुन एउटा शिलालेखमा त्यो कुरा उल्लेख छ। यो बिस्का जात्राको इतिहासको कुरा गर्दाखेरि यो कहिलेबाट सुरु भयो, कसले सञ्चालन गर्यो भन्ने चाहिँ कुनै खालको जानकारी, ठोस जानकारीहरू उपलब्ध छैन। यद्यपि गौतमी पुराणमा एउटा श्लोक आउँछ जुन श्लोकमा भनिएको छ चैत्र चाहिँ विश्वयात्रा भनेर। भनेको अर्थ त्यो श्लोकमा के भनिएको रहेछ भने यो चैत्रको विश्वयात्रामा यदि झण्डोत्तोलन गरियो भने त्यसले चाहिँ सुख शान्ति प्राप्त हुन्छ, शत्रु क्षय हुन्छ, दुःख नाश हुन्छ। त्यसैले चैत्रको यो विश्वयात्राको समयमा चाहिँ झण्डोत्तोलन गर्नु भन्ने खालको श्लोक रहेको पाइन्छ। यसबाट के देखिन्छ भने यो चैत्र महिना जुन बेला विश्वयात्रा हुन्छ भनेको अर्थ यो चैत्र भनेको अहिले कुन समय हो भन्दाखेरि यो
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने समय हो। यो महिना जुन हाम्रो वैशाख जेठ असार श्रावण भन्छौँ, यो जुन महिना छ 12 महिनाको नामहरू जुन क्यालेन्डर छ, त्यो क्यालेन्डर विकास हुनुभन्दा अगाडि यो वैशाख जेठ भन्ने महिनाहरूको नाम थिएन। त्यो प्रत्येक महिनालाई चाहिँ राशिको रूपमा व्यक्त गरिन्थ्यो। जस्तो मेष राशि, मीन राशि, कर्कट राशि लगायतको राशिको नाममा 12 महिनाको 12वटा राशिहरूको नाम दिएर यो वर्षभरिलाई गन्ती गर्ने गरिन्थ्यो। भने यो महिना भनेको अब यसलाई अङ्ग्रेजी जुन हाम्रो क्यालेन्डर छ त्यसबाट हेर्दाखेरि डेटबाट हेर्न सजिलो हुन्छ। विशेष गरी यो मार्च 21 तारिकको दिन यो हामी सबैलाई थाहा छ, यसरी बुझौँ, यो सबैलाई थाहा छ पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको छ, चन्द्रमाले पृथ्वीलाई परिक्रमा गरिरहेको छ, पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको छ। यो क्रममा अनि त्यो सूर्य जुन उदाउने स्थान भनेको पूर्व हो, अस्ताउने पश्चिम हो। तर यो क्रममा यो परिक्रमा गर्ने क्रममा चाहिँ सूर्यको यात्रा चाहिँ हामीले यहाँ पृथ्वीबाट हेर्दाखेरि सूर्य दक्षिणबाट उत्तर, उत्तरबाट दक्षिण यात्रा गरिरहन्छ, सरिरहन्छ, उसको स्थानान्तरण भइरहन्छ, घुमिरहन्छ। त्यसरी उत्तरतिर सूर्य यात्रा गर्ने त्यो समयलाई, त्यो अवधिलाई चाहिँ उत्तरायण भनिन्छ भने दक्षिणतिर यात्रा गर्ने त्यो समयलाई हामी दक्षिणायन भन्छौँ। अहिले हामी उत्तरायणको समयमा छौँ। उत्तरायण भनेको अहिले सूर्य उत्तरतिरको यात्रामा छ। यो अस्ति हाम्रो माघे सङ्क्रान्तिबाट सूर्य चाहिँ उत्तरतर्फ लागिरहेको छ, उत्तरी दिशातर्फ चाहिँ सरिरहेको छ, जसले गर्दाखेरि यो अवधि अहिले उत्तरायण हो। अब यो उत्तरायणको अवधि यो श्रावणको सङ्क्रान्तिसम्म जान्छ। त्यो बेला त्यसपछि त्यहाँबाट चाहिँ दक्षिणतिर लाग्छ, भने त्यसपछिबाट चाहिँ दक्षिणायन सुरु हुन्छ। अब यो उत्तरायणको समय भनेको अवधिलाई कुरा गर्दाखेरि अङ्ग्रेजी क्यालेन्डर अनुसार चाहिँ डिसेम्बर 22देखि जुन 21सम्मको 6 महिनाको अवधिलाई चाहिँ हामी उत्तरायण भन्छौँ भने जुन 21देखि पुनः डिसेम्बर 22को अवधिलाई चाहिँ दक्षिणायन भन्छौँ। किनभने त्यो बेला चाहिँ सूर्यको दिशा उत्तरतर्फ र दक्षिणतर्फ गइरहेको हुन्छ। र यो बिचको दुईटा जुन महिना छ, डिसेम्बर र जुन बिचको यो मार्च महिना, यो चैतमा पर्छ। यो मार्च महिनामा हामीले हेऱ्यौँ भने सूर्य ठिक भूमध्य रेखाको माथि पर्छ, भनेको पृथ्वीको बिच भागबाट बिचको ठ्याक्क माथि चाहिँ सूर्य पर्छ। त्यसलाई चाहिँ विषुवत रेखा भन्छौँ हामीले, त्यसलाई इक्विलेटर भन्छौँ इङ्ग्लिसबाट। त्यो भूमध्य रेखा इक्विलेटर अथवा त्यसलाई विषुवत रेखा भन्छ। विश्व भनेको बराबर, पृथ्वीलाई चाहिँ बराबर भागमा बाँड्ने एउटा रेखा भनेको गोलो पृथ्वीको बिचबाट रेखा गइरहेको हुन्छ, त्यसलाई चाहिँ विषुवत रेखा भनिन्छ। त्यो विषुवत रेखाको ठ्याक्क माथि पर्छ। कहिले भन्दाखेरि वर्षको दुईचोटि त्यसरी माथि पर्छ। एक मार्चको 21 मार्च 21मा, त्यसपछि सेप्टेम्बर 23मा। मार्च 21 र सेप्टेम्बर 23 यो 2 दिन चाहिँ सूर्य पृथ्वीको विषुवत रेखा अथवा इक्विलेटरको ठिक्क माथि पर्छ, जसले गर्दाखेरि पृथ्वीको गोलार्धमा उत्तरी गोलार्ध र दक्षिणी गोलार्धमा दिन रात बराबर हुन्छ। त्यो 2 दिन, अरू बेला चाहिँ कुनै बेला दिन लामो रात छोटो, कुनै बेला रात लामो दिन छोटो हुन्छ। तर यो 2 दिन चाहिँ दिन रात बराबर हुन्छ। भनेपछि यो दिन रात बराबर हुने भएको भएर यो विशेष दिन भयो। त्यतिखेर ज्योतिषशास्त्रले, तान्त्रिक विद्याले यो कुरा थाहा पायो। त थाहा पाउँदाखेरि त्यो समयमा, त्यो लिच्छवीकालमा अथवा त्योभन्दा अगाडिको कालमा हामीले हेऱ्यौँ भने यो कुरा भनेको एउटा ठुलो उपलब्धि अथवा ठुलो आश्चर्यको विषय भयो। किन दिनरात बराबर हुने दिन भनेको यो दिन भने त्यो दिनमा चैत्रको भनेको अहिले त्यो बेला चैत्रमा पर्थ्यो भने अहिले अलिकति सरिएको छ। जस्तै यो अब अहिलेको बिचका जात्रा हामी भर्खर सुरु गर्दैछौँ, तर यो थर्ड काम अहिले भर्खर सुरु भएको छ भने त्यो डेट अनुसार भन्ने हो भने यो चाहिँ अस्तिको मार्च 21मै यो हुनुपर्ने हो। किन मार्च 21 भनेको दिनरात बराबर हुने दिन हो। त्यो
त्यो दिनमा ठडाउ भनेको हो। तर हाम्रो चाहिँ यो क्यालेन्डरमा जुन खालको क्याल्कुलेसनहरू हुनुपर्ने हो, जुन अलिकति ज्ञापन, त्यो क्याल्कुलेसनहरू लामो समय नभएकोले गर्दाखेरि यो चाहिँ सिफ्ट भएर गएको छ, जसले गर्दाखेरि अहिले हामी 2-3 हप्ता पछाडि गएर, अब 2-3 हप्ता पछि गएर मात्रै अहिले आएर मात्रै हामी जात्रा मनाइरहेको छौँ। तर यो जात्रा चाहिँ त्यो दिनरात बराबर हुने दिनमा चाहिँ यौसी ठडाएर मनाइने जात्रा हो। त्यो अनुसार हो भने मार्च 21 हुनुपर्ने जात्रा हो भन्ने देखिन्छ। त्यसैले त्यो बेला चाहिँ एउटा परम्परा सुरु भयो। त्यो दिनरात बराबर हुने बेला चाहिँ ध्वजारोहण गर्यो भने चाहिँ एउटा सुख प्राप्ति हुन्छ, शान्ति प्राप्ति हुन्छ, दुःख नाश हुन्छ, शत्रु क्षय हुन्छ भन्ने आधारमा चाहिँ एउटा चाहिँ यौसी ठडाएर त्यसमा ध्वजा पताका लहराएर एउटा उत्सवको रूपमा, एउटा आफ्नो सुख प्राप्तिको माध्यमको रूपमा, अथवा एउटा चाहिँ यो उल्लासको रूपमा, पर्वको रूपमा जात्रा मनाएको पाइन्छ। यो परम्परा हामी कहाँ मात्रै होइन, यो जुन दिनरात बराबर हुने दिन जुन छ त्यो मौका पारेर यस्ता खालको पर्व मनाउने हामी कहाँ मात्रै नै हाम्रा यस क्षेत्रका वरपरका थुप्रै देशहरूमा र देशका विभिन्न राज्यहरूमा समेत यो खालको परम्परा छ। जस्तै इन्डियामै पन्जाबमा भयो, उत्तरको दक्षिणी इन्डियाको विभिन्न प्रान्तहरूमा भयो, यो पश्चिम बङ्गालमा भयो, लगायतका ठाउँहरूमा चाहिँ यो दिन पारेर विभिन्न पर्वहरू मनाउने गरेको पाइन्छ। कहीँ वैशाखी भनिन्छ, कुनै के नामले चाहिँ जात्रा संस्कारहरू चल्दै आएको पाइन्छ। र त्यही क्रममा नेपालमा पनि विश्व यात्रा भनेको सूर्य यो दिनमा, जुन यो हाम्रो मार्च 21 दिनमा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने, मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने, जसलाई चाहिँ त्यो गौतमी पुराणमा चाहिँ विश्व यात्रा भनियो। किनभने विश्व यात्रा भनियो र पछि यही शब्द चाहिँ विश्व यात्रा नै विश्व जात्रा भनेर लेख्ने गरेको पाइन्छ। किनभने यो भाषा विज्ञानमा य र जको सजिलै, य र ज चाहिँ सजिलै परिवर्तन हुनसक्छ। जस्तै हाम्रो यजमानलाई यजमान पनि भनिन्छ, जजमान पनि भनिन्छ। यसै कसैले यसलाई यज्ञ पनि भन्छ, कुनै शब्दलाई यज्ञ भनिन्छ भने यज्ञ पनि भनिन्छ। यजमान, जजमान, यज्ञ, यज्ञ भने जस्तै यो यात्रा पनि जात्रा पनि हुन्छ। यात्रा र जात्रा एउटै हो शब्द। त्यसैले पहिला चाहिँ विश्व यात्रा भनियो, जुन बेला चाहिँ सूर्य चाहिँ एउटा राशिबाट अर्को राशिमा प्रवेश गरेको यो यात्रालाई चाहिँ विश्व यात्रा भनियो। पछि त्यो विश्व यात्राको उपलक्ष्यमा जुन यौसी ठडाएर जात्रा मनाइयो त्यो जात्रालाई नै विश्व यात्रा भनियो। त्यही विश्व यात्रा अलिकति पछि विस्तार हुने क्रममा चाहिँ विश्व जात्रा भयो। र यसरी चाहिँ विश्व जात्राको सम्बन्ध यौसीसँग रहेको पाइन्छ। यौसी ठडाउने जुन परम्परा छ, जुन हाम्रो संस्कृति, त्यो नै वास्तवमा विश्का जात्राको यो आदि स्वरूप हो अथवा पुरानो स्वरूप यही नै हो। र पछि विभिन्न कालखण्डमा विभिन्न शासकहरू आए, विभिन्न वंशहरू आए यो देशमा। त्यो क्रममा चाहिँ जात्रा पर्वहरू पनि परिमार्जित हुँदै गए, विकासहरू हुँदै गए। त्यही विकास गर्ने क्रममा चाहिँ विश्का जात्रामा यौसी मात्रै नठडाइकन यौसी ठडाइसकेपछि त्यो पर्टिकुलर ठाउँमा हुने देवी देवतालाई चाहिँ देवी देवताको मूर्तिलाई खतमा राखेर जात्रा गर्ने, नगर परिक्रमा गर्ने खालको परम्परा संस्कृतिको विकास भयो, जसलाई अहिले हामी विशेष रूपमा विश्का जात्रा भनेर हामी चिन्ने गर्छौँ। अहिले पनि यौसी ठडाइन्छ, जात्रा सुरु हुनु अगावै यौसी ठडाइन्छ। ठडाइसकेपछि अनि खत जात्रा सुरु हुन्छ। भक्तपुरमा पनि त्यो खत जात्रा छ। भक्तपुरबाट यता आउँदाखेरि मध्यपुर थिमी नगरपालिकाकै कुरा गर्दाखेरि ठिमी भयो, नगदेश भयो, बोडे भयो, टिग्नी लगाएको क्षेत्रमा यो विश्का जात्रा चाहिँ मनाइन्छ। त्यो विश्का जात्रा क्रममा यौसी ठडाइन्छ। यौसी ठडाइसकेपछि अनि खत जात्रा हुन्छ। यसरी जात्राको प्रारम्भ भएको पाइन्छ। अब यो खट जात्रा चाहिँ कहिलेदेखि सुरु भयो? खट जात्रा चाहिँ यो विश्का जात्रामा यौसी ठडाएर विश्का जात्रा मनाउने परम्परा चाहिँ लिच्छविकालदेखि सुरु भएको देखियो भने यो खट जात्रालाई यो विश्का जात्रामा खट जात्रा पनि सुरुवात गर्ने कहिले गयो भन्ने खालको सुरुवात भयो भनेर चाहिँ कुनै अभिलेखहरू पाइँदैन ठोस। तर विभिन्न त्योसँग सम्बन्धित अन्य अभिलेखहरू अनि जानकारीको आधारमा यो जात्रा चाहिँ 60 वर्ष पुरानो हो भन्ने कुरा देखिन्छ। मैले अध्ययनको क्रममा मध्यपुर थिमीमा जात्रा गर्ने विभिन्न देवी देवताहरूको अध्ययन गर्ने क्रममा चाहिँ एउटा त्यो खतमा राखेर जात्रा गर्ने एउटा देवताको मूर्ति
को अभिलेखमा, एउटा देवताको मूर्तिको अभिलेखमा ज्योति मल्लले त्यो मूर्ति बनाएको, ज्योति मल्लको पालमा त्यो मूर्ति बनेको भन्ने लेखिया छ। यसको अर्थ ज्योति मल्लको अब शासनकाल भनेको नेपाल सम्मत 400, नेपाल सम्मत 544 को हाराहारी आउँछ। भनेको यो जात्रा जुन खट जात्राको मूर्ति छ त्यो चाहिँ नेपाल सम्मत 544 मा बनेको भनिसकेपछि यो बिस्का जात्रा अथवा बिस्का जात्रामा गरिने खट जात्रा चाहिँ नेपाल सम्मत 544 भन्दा पुरानो भन्ने कुरा स्वतः देखियो। त्यहाँभन्दा अगाडि पनि देखियो भने अहिले नेपाल सम्मत 1844 छ। 1844 बाट अहिले हामीले घटाएर हेर्ने भने नेपाल सम्मत 544 नै कुरा गर्दाखेरि पनि यो कम्ती 6 वर्ष पुरानो, 600 वर्ष पुरानो, 600 वर्ष पुरानो जात्रा देखिन्छ जसको जात्राको इतिहासको कुरा गर्दाखेरि। भने त्यस्तै गरी मध्यपुर थिमीकै अर्को अभिलेख अध्ययन गर्दाखेरि जुन बालकुमारी, मध्यपुर थिमीमा एउटा बालकुमारी मन्दिर छ जसलाई हामी कोलाखुदेव भन्छौँ, त्यो बालकुमारी मन्दिरको स्थापना नेपाल सम्मत 470 मा गरिएको पाइन्छ। अनि त्यो मन्दिरभित्र यो बिस्का जात्रा क्रममा विभिन्न सांस्कृतिक क्रियाकलापहरू सञ्चालन हुन्छ। त्यो क्रममा चाहिँ मन्दिरभित्रै पूजाआजा पनि हुन्छ र नेपाल सम्मत 470 मा बनेको त्यो 470 को अभिलेखमा त्यो मन्दिरभित्र पूजा गरिएको, जुन बिस्का जात्रामा गर्ने पूजा गरिएको भन्ने अभिलेख पाइन्छ। यसले के देखाउँछ भन्दाखेरि पुनः अघि 544 मा मूर्ति बनाइयो भन्ने कुरा आएको छ भने त्योभन्दा अगाडि गएर 470 मै त्यो बालकुमारी मन्दिर जसको नेतृत्वमा यो बिस्का जात्रा चाहिँ सञ्चालन हुन्छ, त्यो मन्दिर नेपाल सम्मत 400, त्यो मन्दिरभित्र जात्रासँग सम्बन्धित पूजा नेपाल सम्मत 470 मा भएको पाइन्छ। भनेपछि अब यो जात्रा फेरि को इतिहास फेरि 470 मा गयो नेपाल सम्मत। त्यसको अर्थ 470 1145 मा गर्नु करिब 700 वर्ष पुरानो, 650 700 वर्ष पुरानो भन्ने कुरा यसबाट देखियो। त्यसैले यो खट जात्राको इतिहास कम्तीमा पनि 600 देखि 700 वर्ष पुरानो देखिन्छ यो प्रमाणको आधारमा। यो त इतिहासको कुराहरू भए। अब अलिकति यसमा चाहिँ संस्कृतिको कुरा गर्दाखेरि यो जात्रामा विभिन्न खालको सांस्कृतिक गतिविधिहरू सञ्चालन हुन्छ। सबभन्दा पहिला त यो जात्रा सुरु हुनुभन्दा अगाडि त्यसो भनेको यो मुख्यतया जात्रा चाहिँ 3 दिन हुन्छ। यो मध्यपुर थिमी नगरपालिकाभित्र सञ्चालन हुने जात्रा मुख्यतया 3 दिन हुन्छ। पहिलो दिन भनेको चैत्र मसान्त हो। चैत्र मसान्तको राति जात्रा हुन्छ। त्यसपछि वैशाख 1 गतेको दिनमा अर्को जात्रा हुन्छ र वैशाख 2 गतेको दिनमा मूल जात्रा हुन्छ। यो 3 दिन जात्रा सम्पन्न हुन्छ। भने त्यो 3 दिन जात्रा सम्पन्न हुनुभन्दा ठ्याक्क 8 दिन अगाडि, चैत्र मसान्तको 8 दिन अगाडि विभिन्न ठाउँमा त्यो जात्रा गर्ने देवी देवताको गहना निकाल्ने काम हुन्छ। जहाँबाट ढुकुटीबाट त्यो निकाल्ने काम हुन्छ र त्यसलाई चाहिँ धोइ पखाली गरेर त्यसलाई चाहिँ सुकाउने काम गरिन्छ। भनेको यसरी चैत्र मसान्तको 8 दिन अगाडिबाट विभिन्न सांस्कृतिक क्रियाकलापहरू त्यहाँ सञ्चालन हुन्छ। त्यस क्रममा नित्य पूजाहरू हुन्छ। नित्य कह्यो भने त्यो अब जात्रा सम्बन्धी पूजाहरू हुन्छ। त्यसपछि जात्रासँग सम्बन्धित जहाँ जहाँ जात्रा यो बस्ती छ त्यो बस्तीलाई चाहिँ विभिन्न अशुभ शक्तिहरूले चाहिँ अथवा असुर शक्तिहरूले चाहिँ यो जात्रामा विघ्न बाधा पार्न नसकोस् भनेर तान्त्रिक शक्ति मार्फत, तान्त्रिक विधि मार्फत चाहिँ यो बस्ती क्षेत्रलाई चाहिँ घेर्ने गरिन्छ, सुरक्षित बनाउने गरिन्छ। त्यस्ता खालका संस्कृतिहरू पनि छन्। त्यो बाहेक विभिन्न समयमा विभिन्न व्यक्तिहरूले मन्दिर, गुठी लगायतको स्थापना गरिएको पाइन्छ। यो जात्राको अवसर पारेर ती मन्दिरसँग सम्बन्धित विभिन्न अरू अवयवहरू जुन बनाएको छ, जो घन्टीमा मन्दिरको घन्टी, त्यसपछि मन्दिर अगाडिको अन्य पाटी पौवा त्यस्तो बनाएको छ भने पनि यही जात्राको अवसर पारेर ती घन्टीहरू, ती पाटीहरूमा सरसफाइ गर्ने, रङ्गरोगन गर्ने लगायतको कामहरू पनि हुन्छ। त्यस्तै गरी यो बालकुमारकै यो क्षेत्र हामीले हेर्ने हो भने मध्यपुर थिमीको ऐतिहासिक बस्तीको कुरा गर्दाखेरि
4वटा बस्तीहरू, एउटा ठिमी, एउटा नगदेश, एउटा बोडे, एउटा तिग्नी, विशेष रूपमा यो पुरानो बस्तीको रूपमा गरिन्छ, परम्परागत बस्तीको रूपमा गरिन्छ। यी 4वटा परम्परागत बस्तीमा आफ्नै प्रकारको जात्राहरू, यो खट जात्राहरू अहिले सञ्चालन हुन्छ, जस अन्तर्गत चाहिँ अहिले जम्मी 32वटा खटको जात्रा गर्दै आएको भन्ने जानकारी पाइन्छ यो बिस्का जात्रामा। यो 4वटा क्षेत्र समेतबाट गरेर 32वटा खटको जात्रा हुन्छ, जसमध्येमा तिग्नी र नगदेशबाट एक-एकवटा खतको जात्रा हुन्छ, एक-एक देवीको जात्रा हुन्छ भने बोडेमा 7वटा खटको जात्रा गर्ने गरिन्छ भने थिममा चाहिँ 23वटा खटको जात्रा गर्ने गरिन्थ्यो। यद्यपि पछिल्लो अहिले वर्तमान समयमा थिमीको 23 खतमध्ये जम्मा 19 खतको मात्रै जात्रा भइरहेको हामी पाउँछौँ भने यो 4वटा खट जुन छ त्यसको जात्रा अहिले 4वटा देवी देवताको जात्रा अहिले भइरहेको छैन। त्यसबाहेक थिमीको 19 खत, नगदेशको र तिग्नीको 1-1 खत र बोडेको 7 खत गरेर जम्मा 28 खतको जात्रा अहिले भइरहेको हामी पाउँछौँ। बिस्का जात्रा चाहिँ को सुरुवात चाहिँ योसिङ ठडाएर ध्वजारोहण गर्ने परम्परागत रूपमा सुरुवात भएको पाइन्छ। योसी भनेको एक प्रकारको खम्बा हो जसलाई चाहिँ रुखको लामो रुखलाई काटेर बनाएको खम्बा हो, त्यसलाई चाहिँ योसी भन्ने गरिन्छ। यो विशेष गरी यो योसी प्राप्त गर्ने वन भनेको अथवा जहाँबाट योसी ल्याइन्छ त्यो वन भनेको यो हामी भक्तपुरको च्यामसिङबाट नाला जाँदाखेरि एउटा वन क्षेत्र आउँछ, त्यो वन क्षेत्रबाट योसी प्राप्त गरिन्छ भनेको त्यसमा विधिपूर्वक पूजा गरेर त्यहाँको एउटा अग्लो रुख काटिन्छ र त्यो काटिसकेपछि त्यसमा भएका हाँगाबिङ्गाहरू सबै छिमलिसकेपछि जुन बाँकी भएको खम्बा हो त्यसलाई चाहिँ योसीको रूपमा प्रयोग गरिन्छ, त्यसलाई नै योसी भनिन्छ। त्यसैले योसी भनेको एक प्रकारको अग्लो खम्बा हो जसमा ध्वजा पताका लहराइन्छ र एउटा विशेष पर्व, विशेष गरी जात्रा, बिस्का जात्रा, अन्य जात्राको सुरुवात भयो भन्ने सङ्केत स्वरूप ठडाउने गरिन्छ अथवा यो बिस्का जात्राको प्रतीक स्वरूप ठडाउने गरिन्छ। त्यसपछि अन्य प्रकारको जात्राहरू प्रारम्भ हुन्छ। जस्तै मध्यपुर थिममा पनि योसी ठडाउने प्रचलन छ। मध्यपुर थिमी नगरपालिकाको 2टा बस्ती क्षेत्रमा, एउटा भनेको ठिमीमा, अर्को नगदेशमा चाहिँ अर्को बोडेमा चाहिँ योसी ठडाउने प्रचलन रहेको पाइन्छ, जसमध्येमा बोडेमा चाहिँ हालसम्म पनि योसी ठडाउने परम्परा यथावत छ भने ठिमीको योसी ठडाउने परम्परा हराइसकेको छ, अहिले त्यो प्रचलनमा छैन। 2013 सालसम्म प्रचलनमा रहेको भनिएको उक्त परम्परा अहिले लोप प्राय भइसकेको अवस्था छ भने बोडेमा चाहिँ हरेक वर्ष आजसम्म पनि हरेक वर्ष जात्राको सन्ध्याकालमा योसी ठडाइन्छ र त्यसपछि खट जात्रा सुरु हुन्छ र यो जात्रा आफ्नो क्षेत्रमा आफ्नो समयमा जात्रा हुने गर्दछ। यसलाई चाहिँ क्रमबद्ध रूपमा भन्नुपर्दाखेरि सबभन्दा पहिला ठिमीकै बारेमा कुरा गरौँ। ठिमीमा पहिलो दिनको जात्रा चैत्र मसान्त जुन छ त्यसको रातिबाट सुरु हुन्छ। त्यसमा सबभन्दा पहिला चैत्र मसान्तको दिनबाट सुरु हुन्छ। चैत्र मसान्तको साँझ त्यो जात्रा गरिने विभिन्न देवी देवताहरूलाई देवताको घरबाट निकालेर यो मन्दिरमा विभिन्न आफ्नो मन्दिरमा लगेर प्रदर्शनी गरिन्छ। त्यसमध्येमा विष्णुवीरको जात्रा भन्ने गरिन्छ। विष्णुवीरको मूर्तिलाई मन्दिरमा लगेर प्रदर्शन गर्न लगिने जात्रा एकदम चर्चित छ, जुन चैत्र मसान्तको दिनमा मसान्तको साँझ सम्पन्न हुन्छ भने त्यसपछि विभिन्न देवी देवताहरूको मूर्तिलाई चाहिँ सम्बन्धित मन्दिरमा लगेर प्रदर्शन गरिन्छ। त्यसपछि चैत्र मसान्तको राति बालकुमारीको जात्रा सुरु हुन्छ। यो स्थानीय ठिमीको ल्याकुमा रहेको देउछेबाट अथवा यो देउछे भनेको भगवानको वासस्थान, बालकुमारीको वासस्थान, त्यहाँबाट निकालेर पूजाआजा सहित
खतमा राखेर बालकुमारी र कालिका, बालकुमारी कालिकालाई चाहिँ खतमा राखेर बालकुमारीको मन्दिर कोलाखुटोलमा अवस्थित बालकुमारी मन्दिरमा लगेर प्रदर्शन गरिन्छ। यसलाई चाहिँ चानसिया जात्रा भनेर अथवा राति सम्पन्न हुने जात्राको रूपमा चानसिया जात्रा भनेर गरिन्छ, जसमा चाहिँ कालिका र बालकुमारीको जात्रा हुन्छ। त्यसको जात्रा लगत्तै चाहिँ राति नै दक्षिण बाराई क्वाच्छदेव भन्छौँ हामी, दक्षिण बाराईको नेतृत्वमा दक्षिण बाराई, अजिमा र हरसिद्धि, दक्षिण बाराई, हरसिद्धि र अजिमा तीनवटा खरको जात्रा सञ्चालन हुन्छ त्यही रातिमा। र विभिन्न नगर क्षेत्रको विभिन्न ठाउँमा परिक्रमा गरेर त्यो बालकुमारी प्राङ्गणमा पुगेर त्यो जात्रा सम्पन्न हुन्छ। यसरी चैत्र मसान्तको राति 5वटा खतको जात्रा हुन्छ। बालकुमारी, कालिका, दक्षिण बाराई, यो अजिमा र हरिसिद्धिको। त्यसपछि ती खतहरूलाई चाहिँ बालकुमारी प्राङ्गणमै विराजमान बिसाइन्छ भने त्यसपछि वैशाख 1 गते थिममा 2टा जात्रा सम्पन्न हुन्छ। एक विष्णुवीरको नेतृत्वमा र दोस्रो सिद्धिकालीको नेतृत्वमा। विष्णुवीरको नेतृत्वमा यो मुख्य गरी थिमीको पुरानो बस्ती क्षेत्रलाई समेट्न गरिकन चाहिँ विष्णुवीर जात्रा, जसलाई हामी बालिसिया जात्रा भन्छौँ, सम्पन्न हुन्छ भने चपाचो क्षेत्रका विभिन्न ठाउँहरूको परिक्रमा गर्ने गरिकन चाहिँ सिद्धिकालीको नेतृत्वमा अर्को जात्रा सुरु हुन्छ, जसलाई फेरि बालिसिया जात्रा नै भन्छौँ। यसरी थिमीमा वैशाख 1 गते 2टा बालिसिया जात्रा सुरु हुन्छ, त्यो बालिसिया जात्रा सम्पन्न हुन्छ। एउटा जात्रा बालकुमारी क्षेत्र अथवा थिमीको पुरानो बस्ती क्षेत्रलाई समेट्न गरिकन यो सुङ्गादेव अथवा विष्णुवीरको नेतृत्वमा जात्रा सम्पन्न हुन्छ भने अर्को चपाचो क्षेत्रलाई समेटेर सिद्धिकालीको नेतृत्वमा अर्को जात्रा सुरु हुन्छ। यसरी बालिसिया जात्रा 2टा बालिसिया जात्रा सम्पन्न हुन्छ। त्यसपछि त्यही वैशाख 1 गतेको दिनमा नगदेश, बोडे र तिग्नी क्षेत्रमा चाहिँ थिममा बालिसिया जात्रा भनेको साँझ हुने जात्रा, बालिसिया भनेको साँझ हुने जात्रा सम्पन्न हुन्छ भने नगदेश, बोडे र तिग्नीमा चाहिँ बनिसिया जात्रा भनेर अथवा बेलुकाको जात्रा भनेर बेलुका 8 बजे अथवा 9 बजेतिर चाहिँ जात्रा सुरु हुन्छ। त्यसमा चाहिँ विशेष गरी नगदेश सिद्धि गणेशको जात्रा हुन्छ भने तिग्नीमा चाहिँ श्री नीलबाराईको जात्रा सुरु हुन्छ। त्यस्तै बोडेमा चाहिँ कालिकाको महालक्ष्मी कालिकाको नेतृत्वमा चाहिँ विभिन्न 7वटा देवी देवताको जात्रा त्यहाँ सुरु हुन्छ। यसरी यी ऐतिहासिक क्षेत्रमा जम्मी 5वटा जात्रा वैशाख 1 गतेको दिनमा बालिसिया जात्रा र बनिसिया जात्रा भनेर सम्पन्न हुन्छ। त्यसपछि वैशाख 2 गते अर्को जात्रा सुरु हुन्छ, जसलाई चाहिँ मूल जात्रा पनि भन्ने गरिन्छ। त्यसमा मध्यपुर थिमीमा चैत्र मसान्तको दिनमा सम्पन्न भएको जात्रा जुन बालकुमारी प्राङ्गणमा बिसाइराखेको हुन्छ, जस्तै यो बालकुमारीको नेतृत्वमा भएको जात्रा, दक्षिण बाराईको नेतृत्वमा भएको 5वटा खत जुन छ त्यो खत, त्यसपछि सुङ्गा अथवा चाहिँ यो विष्णुवीरको नेतृत्वमा सम्पन्न भएको जात्रा अन्तर्गतको खतहरू बालकुमारीमै राखिएको हुन्छ र ती सम्पूर्ण खत लगायत सिद्धिकालीको नेतृत्वमा सम्पन्न भएको जात्रामा सहभागी हुने खत समेतको एकीकृत सहभागिताबाट यो मध्यपुर थिमीको कोलाखुटोलमा सबै भेला हुन्छ। यो बिहान 8:60 बजेतिरबाट जात्रा सुरु हुन्छ। विभिन्न ठाउँमा जात्रा गर्दै 8 बजेसम्ममा 8देखि 9 बजेसम्ममा विभिन्न ठाउँमा सिद्धिकालीको नेतृत्वमा सम्पन्न हुने देवी देवताहरूको खत, सुङ्गाको खत त त्यही बालकुमारीमा रोकिरहेको हुने भयो। दक्षिण बाराईको नेतृत्वको खत, सुङ्गाको विष्णुवीरको नेतृत्वको खत, बालकुमारी नेतृत्वको खत चाहिँ
कोलाखु अथवा बालकुमारी प्राङ्गणमै हुने भयो भने सिद्धिकाली नेतृत्वको खट बिहानै 7 बजे जात्रा गरेर कोलाखु ल्याइ पुर्याइन्छ अथवा यो बालकुमारी प्राङ्गणमा ल्याइ पुर्याइन्छ। त्यहाँ आइपुगिसकेपछि त्यहीँ बिसाइन्छ। त्यसपछि परम्परा अनुसार नगदेशको सिद्धि गणेश पनि नगदेशबाट जात्रा गरेर ठिमी ल्याइ पुर्याइन्छ। पुरानो परम्परा अनुसार नगदेशको सिद्धि गणेश बालकुमारीको प्राङ्गणमा नआइकन बालकुमारीको कोलाखुमा नआइकन नपुगिकन ठिमीको त्यो 2 गतेको जात्रा सुरु हुँदैन, प्रारम्भ हुँदैन। त्यसलाई चाहिँ आउनै पर्ने परम्परा रहेको थियो। तर विगत केही वर्षदेखि यो परम्परा टुटेको छ। त्यसमा विविध प्राविधिक कारणहरू रहेका छन्। त्यो प्राविधिक कारणले गर्दाखेरि अहिले नगदेशको जात्रा ठिममा आएर जात्रा गर्ने गरिएको छैन। त्यसलाई चाहिँ ती प्राविधिक कारणलाई खोतलेर त्यो त्रुटिहरूलाई चाहिँ सच्याएर यो जात्रालाई चाहिँ पुनः परम्परागत रूपमै पहिला जसरी चलिआएको थियो त्यसरी जात्रा गर्न सकेको खण्डमा राम्रो चाहिँ हुन्छ। तर त्यसको लागि चाहिँ प्रयास सम्बन्धित निकायले प्रयास गरिरहेको पनि हामी सुन्छौँ, गरिरहेको छ पनि। र त्यो भोलिका दिनमा त्यो प्रयासले सार्थकता पाउँछ भन्ने आशा गर्न सकिन्छ। र त्यसरी यो विभिन्न क्षेत्रबाट ठिमीको विभिन्न क्षेत्र विशेष गरी क्षेत्रबाट सुङ्गाको नेतृत्वमा, बालकुमारीको नेतृत्वमा, दक्षिण बारेको नेतृत्वमा र सिद्धिकालीको नेतृत्वमा हुने नेतृत्वमा विभिन्न खतहरू गरी जम्मा 19वटा खत अहिलेको हिसाबले 19 खत, त्यो पहिलाको हिसाबले 23वटा खत बालकुमारीको प्राङ्गणमा जम्मा हुन्छ। त्यहाँ जम्मा भइसकेपछि नगदेश सिद्धिगणेश आगमन पछाडि जात्रा प्रारम्भ हुन्छ। त्यहाँबाट जात्रा प्रारम्भ हुन्छ र त्यो जात्रा करिब 2 घण्टासम्म चल्छ। त्यहाँबाट प्रारम्भ भएको जात्रा ठिमीकै उत्तरपट्टि यो कोलाखु बालकुमारीबाट उत्तरपट्टि रहेको यो दिगुटोलमा रहेको प्रचण्ड भैरव मन्दिर परिक्रमा गरेर 3 चोटि परिक्रमा मन्दिर त्यहाँबाट जात्रा सुरु हुन्छ। जात्रा गर्दै दिगु भैरव अथवा चाहिँ यो प्रचण्ड भैरव मन्दिरसम्म लगिन्छ। त्यहाँ परिक्रमा गरेर पुनः बालकुमारीमै ल्याइन्छ। बालकुमारी परिक्रमा गरेर पुनः दिगुटोलमै लगिन्छ। दिगुटोलमा प्रचण्ड भैरव परिक्रमा गरेर फेरि बालकुमारी, यसरी चाहिँ बालकुमारी र प्रचण्ड भैरवको 3 चोटि परिक्रमा गरिसकेपछि जात्रा सम्पन्न हुन्छ। यो जात्रा सम्पन्न गर्ने क्रममा बालकुमारीको खतलाई स्थानीय ल्याकुमा प्रवेश गराइसकेपछि जात्रा सम्पन्न हुन्छ ठिमीको हकमा। त्यसपछि नगदेशमा पनि सिद्धि गणेशको जात्रा नगदेशको यो लाछीटोलबाट प्रारम्भ हुन्छ। लाछीटोल प्रारम्भ भएर नगदेशको विभिन्न टोल बस्तीहरू परिक्रमा गरेर यो नगदेशको न्यागा भन्ने स्थान जहाँ चाहिँ नगदेशको सिद्धि गणेशको देउछेम पनि रहेको छ, सिद्धि गणेशको मन्दिर अथवा वासस्थान पनि रहेको छ, त्यो ठाउँमा पुगेर जात्रा सम्पन्न हुन्छ नगदेशको। यो नगदेशको जात्रा पनि बिहानको 7 बजेतिरबाट प्रारम्भ भएर 11-12 बजेसम्ममा जात्रा सम्पन्न भइसक्छ। त्यस्तै गरी टिग्नीमा पनि स्थानीय निलबारेको जात्रा हुन्छ। बिहानको 7 बजेतिरबाट प्रारम्भ हुने उक्त जात्रा टिग्नी क्षेत्रको विभिन्न ठाउँहरू जस्तै टिग्नीका विभिन्न टोल बस्ती लगायत सरस्वती खेलसम्म पुगेर यो जात्रा चाहिँ सञ्चालन गरिन्छ र पुनः यो तडटोल भन्ने ठाउँमा ल्याइसकेपछि त्यहाँ बिसाइसकेपछि टिग्नीको निलबारे जात्रा सम्पन्न हुन्छ। अब यो बिस्का जात्रा कुरा गरिराख्दाखेरि बोडेको बिस्का जात्राका कुरा गर्नुभन्दा अगाडि त्यहाँको एउटा पृथक प्रचलनको बारेमा कुरा गर्नु आवश्यक छ जस्तो लाग्छ। त्यो के भने मध्यपुर थिमको बिस्का जात्रामा सबै ठाउँमा खट जात्रा हुन्छ। यसिन ठडाउने नगदेश र बोडे र ठिमीमा यसिन ठडा जात्रा गरिन्छ भने खट जात्रा सबै ठाउँमा हुन्छ। तर बोडेमा त्यो बाहेक पनि जिब्रो छेड्ने जात्रा पनि सम्पन्न हुन्छ, जुन पछिल्लो समयमा यो विशेष आकर्षणको रूपमा परिचित छ। बोडेको पाँचो भन्ने स्थानमा यो जिब्रो छेड्ने जात्रा सम्पन्न हुन्छ। त्यसको लागि चाहिँ बोडे क्षेत्रकै समुदायबाट इच्छुक व्यक्तिले जिब्रो छेड्नको लागि चाहिँ जिब्रो छेड्न तयार हुन्छन्।
उक्त व्यक्तिले विभिन्न विधि विधानहरू पुर्याउनु पर्ने, विभिन्न पूजा विधिहरू छँदैछ, त्यसको बारेमा अलग्गै कुरा गर्नुपर्ने हुनसक्छ। र त्यो हुन्छ, त्यसको लागि पनि जिब्रो छेड्नुभन्दा 8 दिन अगाडिदेखि, त्योभन्दा केही समय अगाडिदेखि नै विभिन्न तयारी चरणहरू सम्पन्न गरेर सियो बनाउनदेखि लिएर लगायतको क्रियाकलापहरू सम्पन्न गर्नुपर्ने हुन्छ। त्यसपछि वैशाख 2 गतेको दिनमा जिब्रो छेड्ने उक्त व्यक्ति चाहिँ विभिन्न नगरको विभिन्न देवी देवताहरूको पूजा गरिसकेपछि गरेर यो के अरे पाँचो क्षेत्रमा आइपुग्छ। पाँचो बनाइन्छ, त्यहाँ पाँचोमा चाहिँ एउटा मञ्च बनाइएको हुन्छ। त्यो मञ्चमा उहाँलाई आसन ग्रहण गराइन्छ। त्यसपछि जिब्रो छेड्ने नायके जो हुन्छ उहाँलाई चाहिँ त्यसपछि लिन पठाइन्छ, आमन्त्रण गर्न पठाइन्छ। 3 चोटिसम्म आमन्त्रण गर्न पठाइसकेपछि उहाँ आउनुहुन्छ र उहाँले जिब्रो छेडाउनुहुन्छ। जिब्रो छेडाइसकेपछि त्यो जिब्रो छेडिसकेपछि यो भ्य भन्छौँ हामी, भे भन्छौँ। भे भनेको यो अब यसरी अर्ध गोलाकार आकारमा बनेको र एउटा बत्ती, जसमा चाहिँ धेरैवटा बत्तीहरू हुन्छ। यो अर्ध गोलाकार आकारमा बनेको एक प्रकारको बत्ती, विशेष प्रकारको बत्ती हुन्छ। त्यो बत्तीलाई काँधमा बोकेर जिब्रो छेडेको व्यक्तिले काँधमा बोकेर नगर परिक्रमा आफ्नो इच्छाअनुसार चाहिँ नगर परिक्रमा गर्नुहुन्छ। अब नगर परिक्रमाको क्रममा उहाँले इच्छाअनुसार जहाँ पनि जान सक्नुहुन्छ। अहिले विशेष गरी चाहिँ बोडे क्षेत्र परिक्रमा गरिसकेपछि सबै परिक्रमा गरिसकेपछि बोडेकै भाङ्गु तोलमा स्थित महालक्ष्मी मन्दिरमा पुगेर त्यो जिब्रो चाहिँ निकालिन्छ र जिब्रो निकालेपछि उक्त जिब्रोलाई चाहिँ महालक्ष्मी मन्दिरकै उत्तरपट्टि रहेको एउटा मन्दिरको काठमा थोक्ने गरिन्छ र त्यो गरेपछि जिब्रो छेड्ने जात्रा सम्पन्न हुन्छ भने यतातिर जिब्रो छेड्ने कार्य भए लगत्तै जिब्रो छेड्ने व्यक्ति जिब्रो छेडिसकेपछि काँधमा भे बोकेर नगर परिक्रमामा निस्किने बित्तिकै यता जुन त्यो क्षेत्रमा नगदेशबाट जात्रा हुने 7वटा खट चाहिँ को जात्रा पाँचोबाट सुरु हुन्छ र ती खटहरूलाई विभिन्न बोडेको विभिन्न टोल बस्तीहरू परिक्रमा गराइसकेपछि यो बोडेको बिस्का जात्रा पनि सम्पन्न हुन्छ। यसरी मध्यपुर थिमीको 4वटा परम्परागत बस्ती क्षेत्र थिमी, नगदेश, बोडे र तिग्नी क्षेत्रमा बिस्का जात्रा सम्पन्न हुन्छ भने अहिले पछिल्लो चरणमा मध्यपुर थिमीको 2टा बस्ती क्षेत्रहरू, पुराना बस्ती क्षेत्रहरू, एउटा निकोसेरा र अर्को लोकन्थलीमा पनि यो बिस्का जात्राहरू प्रारम्भ गरिएको छ। खट जात्रा, बिस्का जात्राको उपलक्ष्यमा खट जात्रा प्रारम्भ गरिएको छ। लोकन्थलीमा केही समय अगाडिदेखि यो जात्रा प्रचलनमा आइरहेको थियो भने तिग्नीमा विगत 2-3 वर्ष अगाडिदेखि यो जात्रा चाहिँ त्यहाँको स्थानीय देवी देवताको जात्रा सुरुवात गरेको छ। यसरी जात्रा, यो बिस्का जात्राको संरक्षण मात्रै भइरहेको छैन, यसको विकास पनि भइरहेको हामी देख्छौँ। जस्तै अहिले एकातर अर्कोतिर यसरी चाहिँ जात्रा, नयाँ जात्राको विकास हुँदै गर्दाखेरि थिमीमा सञ्चालन हुने भनिएको 23वटा खरको जात्रा अहिले 19मा झरेको छ र त्यो बाँकी भएको जात्रालाई पनि फेरि पुनः जात्रा गरेर 23वटा खट जात्रा गराउनु पर्ने अर्को आवश्यकता पनि रहेको छ। त्यसैले बिस्का जात्रा कुरा गर्दाखेरि यो एउटा रमाइलो पर्व मात्रै होइन, यसले एउटा संरक्षणको शिक्षा पनि दिन्छ र एउटा चाहिँ जात्राप्रतिको यो विकासले जात्राप्रतिको लगावलाई पनि यसले चाहिँ देखाउँछ, त्यो जात्राप्रतिको आकर्षणलाई पनि देखाउँछ। मध्यपुर थिमी नगरपालिकाका विभिन्न परम्परागत बस्ती क्षेत्रमा सम्पन्न हुने विभिन्न जात्राहरूको बारेमा मैले यहाँ जानकारी गराएँ। यो मुख्य जानकारीहरू बाहेक यसमा अन्य थुप्रै सांस्कृतिक क्रियाकलापहरू पनि सम्पन्न हुने गर्दछ। यो सबै बस्ती क्षेत्रमा चाहिँ ती सांस्कृतिक क्रियाकलापहरू सम्पन्न गर्दछ। त्यसमा विभिन्न गुठीहरूले यो विभिन्न लाकुको तर्फबाट, स्थानीय लाकुको तर्फबाट मात्रै होइन, स्थानीय समुदायको तर्फबाट पनि विभिन्न खालका क्रियाकलाप, सांस्कृतिक क्रियाकलापहरू सम्पन्न हुन्छ। त्यो बारेमा मैले अहिले यहाँ बताइरहिनँ, किनभने यो
विषयवस्तु यति लामो छ कि यसको लागि चाहिँ मलाई लाग्छ धेरै समय पनि लाग्नेछ र यो अझ बुझ्नको लागि चाहिँ अझ बढी जटिल हुने पनि देखिन्छ। त्यसले गर्दाखेरि मैले यहाँ बताइनँ। त्यसको लागि अध्ययन गर्नको लागि चाहिँ म आफैले पनि सानो बुकलेट निकालेको छु। तपाईँले अनलाइन गएर खोज्न सक्नुहुन्छ बिस्का जात्रा सम्बन्धी, त्यहाँ पनि उपलब्ध हुनसक्छ, उपलब्ध रहेको छ। जस्तै archive.org मा जानुभयो भने पनि त्यहाँ बुकहरू रहेको छ, त्यसमा अध्ययन गर्न सक्नुहुन्छ। बिस्का जात्रा सम्बन्धी मलाई लाग्छ मुख्य विषयहरू यिनै हुन्। त्यो बाहेक केही त्यस्ता थप जानकारीहरू आवश्यक परेको खण्डमा अथवा चाहिँ मौका मिलेको खण्डमा आगामी दिनमा पनि यस बाखा स्टुडियो मार्फत यो सञ्चालन भएको यो पडकास्ट मार्फत पनि यहाँलाई जानकारी दिने जमर्को गर्ने नै छु। यति भन्दै म बिदा पनि हुन चाहन्छु। हस्, नमस्कार।